हजुर हजुर, दर्शन अनि नमस्ते गर्न चाहन्छु। यति बेलाको बसाइमा म तपाईँहरूकै चिरपरिचित आरटी तिलक पराजुली। आज फेरि के भन्न आइबक्सियो भन्नुभएको छ होला। पक्कै पनि आज माता तीर्थौसी यानि कि आमाको मुख हेर्ने दिनको शुभ दिन, शुभ पल, शुभ अवसर परेको छ। फर्स्ट अफ अल त मेरी आमालाई माता तीर्थौसीको धेरै धेरै शुभकामना भन्न चाहन्छु र सम्पूर्ण आमाहरूमा माता तीर्थौसीको पावन दिनको दिन एकदमै शुभकामना व्यक्त गर्न चाहन्छु। जसले आफ्नी आमा गुमाउनु भएको छ सबैलाई पनि पहिले त्यो आमाले गर्ने माया ममताहरूलाई मनमा राख्नुहोला, मनलाई बलियो गराएर आमाको ध्यान गर्नुहोला। आमाको वैकुण्ठमा बास हुनेछ र जो आमाको काखमा हुनुहुन्छ, आमा जननी हुन्। आमाले जन्म दिइन्, आमाले यो माटोमा रिङ्न, खेल्न, डुल्न अनि स्ट्रगल गर्न सिकाइन्। त्यो आमालाई कहिल्यै पनि हेला नगर्नुहोला र सकेसम्म आमालाई एकदमै स्याहार सुसार गरेर बुढेसकाल लागेकी आमालाई आफ्नो माया ममता प्रदान गर्नुहोला। किनभने तपाईँलाई त्यो ठाउँमा अनि त्यो स्थानमा पुर्याउन पक्कै पनि आमाले धेरै नै त्याग गरेकी हुन्छन्। आमा जस्ती भए पनि आमा आमा हुन्, जननी हुन्, आमा पृथ्वी माता हुन्। त्यसैले आमालाई कहिल्यै पनि घृणा नगर्नुहोला, सधैँ माया ममता गर्नुहोला। र आज विशेष दिन परेको छ। विदेशमा भएर नेपालमा आमा भएकीहरूलाई पनि विदेशबाटै भए पनि भिडियो कलबाट आफ्नी आमाको चाहिँ दिनदिनै दर्शन लिनुहुन्छ। आज विशेष दर्शन दिने दिन, पक्कै पनि बिहानैको समयमा दर्शन गरिसक्नु भएको छ होला र अहिलेको यो अवसरमा आमा सँगै हुन नपाए पनि अरू वर्षमा भने सँगै आमा सँगै रहेर माता तीर्थौसी मनाउनु हुनेछ भन्दै आज पावन दिनको दिन एउटा सानो शुभकामना सन्देश बनाए। कस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया दिन नभुल्नुहोला र मलाई फलो गर्न नभुल्नुहोला भन्दै आज यति बेलाको बसाइमा भने म तपाईँहरूकै चिरपरिचित आरटी तिलक पराजुली पनि बिदा हुन चाहन्छु। जय शालिग्राम, जय माता जगत जननी।